नमस्ते सबैजनालाई। आज चाहिँ म एउटा कुरा सेयर गर्न आएको है। तपाईहरुको रिङ्कल छ? रिङ्कल परेको छ यहाँ? चाउरी बनाएको छ? यौदी यता हुन्छ? परेको छ? भने यसो गर्नुस्। ढुक्कले गर्नुस्, 100% हुन्छ है। मैले गरेर हजुरहरुलाई पनि शेयर गरेको राम्रो हुँदो रहेछ नि भनेर हैन। मैले अरु भिडियो हेरेर हैन फलो गरेर गरे। अहिले मलाई चाहिँ भलो भएको छ हैन। फलो गरे पनि भलो हुन्छ साच्ची है। के गर्नुस् त रिङ्कल छ भने तपाईहरुको रिङ्कल छ भने के गर्नुस् भन्दा यो छ नि यस्तो जेली हुन्छ है। आलस थाहा? आलस आधी चम्चा ल्याउनुस् अनि चामल पनि आधा चम्चा लिनुस्। त्यसलाई मिडियम ग्यास बनाएर 10 मिनेट भगभगी उमाल्नुहोस् है। पानी पनि हाल्नुस् है। फेरि पानी हालेर भगभगी उमाल्नुस्। अनि त्यसबाट जेली निक्लिन्छ। बल बल गरेर जेली निक्लन्छ हैन। त्यसलाई चाहिँ एउटा रुमालमा हैन, कटनको रुमालमा, सुतीको रुमालमा हुन्छ, जेमा हुन्छ छान्नुहोस्। छानेर जेली मात्रै निकाल्नुहोस्। त्यसपछि एलोभेरा जेल पनि आधा चम्चा मिसाउनुहोस् है। अनि यसरी मिक्स गर्नुहोस्। सबै मिक्स गर्नुहोस् र मजाले यसरी लगाउनुहोस्। 3 मिनेट 4 मिनेट मसाज गर्नुहोस् न मजाले। त्यसरी मसाज गर्नुहोस्। यति टाइट गर्दिन्छ फेस हैन। मजाले मसाज गर्नुहोस् र मसाज गरिसकेपछि तपाईहरुले आधा घण्टा चाहिँ छोड्नुपर्छ है। नबलिकन छोड्नुपर्छ। चुप्प लागेर बस्ने। यसले त यति टाइट गर्छ है। यो आलसले चाहिँ खतरा टाइट गर्छ के फेसलाई। रिङ्कल त आउँदैन। मेरो पहिला थियो है, यहाँ थियो। अहिले चाहिँ हटेको छ। हेर्नु न तपाई आफै हेर्नुस् है। मेरो हटेको छ नि। हाँस्दा पनि आउँथ्यो कि अहिले चाहिँ हटेको छ। साच्चै हुन्छ। तपाईहरु पनि गर्नुस्। 10-15 मिनेट भन्दा नि आधा घण्टा टाइम दिनुस् न हैन। ल यो चाहिँ धेरै राम्रो हुन्छ। मलाई चाहिँ मन परेर तपाईहरुलाई पनि शेयर गरेको। अब तपाईहरुले गर्न सक्नुहुन्छ। अब गर्नुस् हैन। राम्री हुन मन छ गर्नुस्। अब हैन भने त मैले के भन्नु हैन। तपाईहरुको इच्छा हो। तर राम्री हुन चाहिँ सबैलाई मन पर्छ है। ल मलाई फलो गर्नुस्। मेरो कुरा सुन्नुस् ध्यान दिएर। मैले जे गर्छु त्यही गर्नुस्। राम्रो चाहिँ हुन्छ है। राम्री त हुनु पर्यो नि हो है। ल थ्यांक यू है त।